This is the question from the class 8. यो class 8 को OPT math हो. Exercise 6.4 रहेको छ. 1 number मा रहेको छ simplify the following. Question number A मा रहेको छ 9 sin A plus 33 cosec A plus 10 sin A minus 13 cosec A. अब यसलाई चाहिँ सजिलै गर्न सकिन्छ. जस्तै यो 9 sin A र 10 sin A ले एक ठाउँमा ल्याउने अनि 33 cosec A र minus 33 cosec A लाई एक ठाउँमा लाने. त्यही गरेको छु. यहाँ हेर्नुस् 9 sin A र 10 sin A लाई यसलाई चाहिँ यो 9 sin A plus 10 sin A लाई चाहिँ एक ठाउँमा राख्ने र 30 cosec A र 33 र minus 13 cosec A लाई एक ठाउँमा राख्ने. यसरी 8 सब्ट्र्याक्ट गर्ने. यसले यो 8 हो. 9 plus 10 त 19 भयो. 19 sin A अर्कोमा 33 cosec A minus 13 cosec A रहेको छ. त 33 बाट 13 घटाइदियो भने 20 cosec A भयो. अब अर्को क्वेशनमा जादैछु. क्वेशन नम्बर B मा रहेको छ 3 cos square theta minus 6 tan theta plus 5 cos square theta minus 3 tan theta. अब यसलाई के गर्यो भने यसलाई पनि यो cos square theta र यो cos square theta लाई अथवा 3 cos square theta र 5 cos square theta लाई एक ठाउँमा यहाँ राखिएको छ. त्यस्तै minus 6 tan theta र minus 3 tan theta लाई एक ठाउँमा 6 tan theta र 3 tan theta एक ठाउँमा. अब त्यसपछि 8 र सब्ट्र्याक्ट गर्ने हो. अरु केही गर्ने हैन. जस्तै अब 3 र 5 भनेको 8 cos square theta भइहाल्यो. त्यसपछि minus 6 tan theta र minus 3 tan theta minus हामी 8 गर्छौं. sin minus का राख्छौं 9 theta 639 theta भयो. त्यसपछि अब अर्को क्वेशन तिर फर्ज. C नम्बरमा रहेको छ sin A अनि ब्र्याकेट cos B plus 1. त्यसपछि minus cos B अनि ब्र्याकेटमा रहेको छ sin A plus 1. अब यसलाई मल्टिप्लाई गर्दिनु यो सँग भनेपछि sin A cos B भनेपछि sin A cos B भइहाल्यो. त्यसपछि sin A into 1 भनेको sin A भइहाल्यो. त्यसपछि अब अर्को रहेको छ. यसमा पनि त्यसरी नै गरौँ. cos B र sin A मल्टिप्लाई गर्नुभयो भने ठिकै छ. त्यही हुन्छ. पहिला हामी sin A लेखौं. त्यसपछि cos B लाई मल्टिप्लाई. त्यसपछि अब अर्कोमा हेरौँ. यो cos B into plus 1 रहेको छ. यो माइनस रहेको छ. यो प्लस रहेको छ. त्यसैले माइनस र प्लस माइनस अनि यो cos B. त्यसपछि अब हेर्नुस् त sin A cos B यो प्लस मा रहेको छ. यहाँ चाहिँ माइनस मा रहेको छ sin A cos B. त्यसैले यो र यो काट दियौ हामी. अब बाँकी रहन्छ हामीलाई sin A र यहाँ माइनस cos B. यो भयो आन्सर. अब अर्को क्वेशन तर्फ जाउँ. क्वेशन नम्बर D मा रहेको छ sec A. त्यसपछि ब्र्याकेटमा रहेको छ 1 minus sec A plus sec square A. त्यसपछि अर्को रहेको छ minus sec square A अनि ब्र्याकेटमा 2 plus sec A. अब यसलाई पनि हामी मल्टिप्लाई गर्दै यसलाई योसँग फेरि यसलाई योसँग र फेरि यसलाई योसँग तीनैटालाई sec A लाई तीनैवटासँग मल्टिप्लाई गर्छौं. त्यसपछि sec A into 1 sec A. त्यसपछि अर्कोमा sec A into sec A भनेपछि sec स्क्वायर भइहाल्यो. त्यसपछि sec A into sec स्क्वायर लाई मल्टिप्लाई गर्न sec क्यूब भइहाल्यो. अब अर्कोमा पनि हेरौँ. जस्तै sec स्क्वायर A into 2 भनेपछि 2 sec स्क्वायर A. अब sec स्क्वायर A into sec A भनेपछि दुईटाले मल्टिप्लाई गर्दा sec स्क्वायर यहाँ क्यूब भइहाल्यो. sec स्क्वायर क्यूब A भइहाल्यो. त्यसपछि अब हेर्नुस् त कुनै प्लस माइनस छ भने काट्न मिलिहाल्छ. जस्तै यहाँ sec स्क्वायर क्यूब प्लसमा छ र यो sec स्क्वायर क्यूब माइनसमा छ. त्यसैले प्लस र माइनस क्यान्सल भयो. अब बाँकी बच्चो यो sec A र sec स्क्वायर A र यो 2 sec A बाँकी बच्चो. अब हेर्नुस् त यो sec स्क्वायर यहाँ पनि छ र 2 sec स्क्वायर यहाँ पनि छ. sec स्क्वायर त्यसैले यो माइनस छ. माइनस प्लस भइहाल्छ. यहाँ 2 sec स्क्वायर यहाँ 1 sec स्क्वायर भनेपछि 2 1 3 sec स्क्वायर. यो sec स्क्वायर जहाँको त्यही छ. र यसरी आन्सर के हुन जान्छ भन्दाखेरि sec A minus 3 sec स्क्वायर A आन्सर भयो. अब अर्को क्वेशनमा क्वेशन E र F हेर्नुस् त cos theta यो cos theta plus cos theta भनेको कतिवटा cos रहेको छ. एउटा cos theta अर्को cos theta भनेपछि दुईटा cos theta भइहाल्यो. इन नम्बर F नम्बरमा हेरौँ.
sin 10 थीटा 10 यो 10 डिग्री हो sin 10 डिग्री प्लस sin 10 डिग्री कतिवटा sin 10 डिग्री छ भन्दाखेरि एउटा sin 10 डिग्री अर्को sin डिग्री भनेपछि दुईटा sin 10 डिग्री भएछ। अब अर्को क्वेशनमा जाऊ। अब क्वेशन नम्बर 2 मा रहेको छ मल्टिप्लाई टुगेदर यसमा 2 नम्बरमा ए मा रहेको छ। क्वेशन रहेको छ sin अल्फा ब्रैकेट मा रहेको छ cos बीटा प्लस cos अल्फा त्यसपछि अर्को पनि रहेको छ माइनस cos अल्फा अनि त्यसपछि sin बीटा प्लस sin अल्फा। अब यसलाई पनि मल्टिप्लाई गरेर यो sin अल्फा र cos बीटा भनेपछि sin अल्फा cos बीटा फेरि sin अल्फा र cos अल्फा भने sin अल्फा cos अल्फा त्यसपछि अर्कोमा रहेको छ यो माइनस cos अल्फा र sin बीटा पहिला हामी sin बीटा लेखौं त्यसपछि cos अल्फा लेखौं त्यसपछि अर्को यहाँ फेरि रहेछ cos अल्फा र sin अल्फा पहिला sin अल्फा त्यसपछि cos अल्फा मल्टिप्लाई गर्दै यो प्लस यो माइनस यो प्लस यो माइनस हुन गएछ। त्यसपछि हेर्नुस् त यहाँ प्लस sin अल्फा cos अल्फा यहाँ पनि रहेको छ माइनस sin अल्फा cos अल्फा त्यसैले यसलाई र यसलाई हामी काट्दियौ बाँकी बच्यो यो र यो यसमा हेर्नु sin अल्फा cos बीटा यहाँ चाहिँ sin बीटा cos अल्फा रहेको छ यसरी चाहिँ सल्भ गर्ने। अब अर्को नम्बर बी नम्बरमा रहेको छ हेर्नुस् त बी नम्बरमा पनि त्यही रहेको छ सजिलो छ sin a प्लस sin b अनि मल्टिप्लाई अर्कोमा रहेको छ sin a माइनस sin b अब यसलाई मल्टिप्लाई गरिदिनुस् यो र यो sin a इन्टु sin a भने sin स्क्वायर a अब फेरि sin a इन्टु sin b sin a sin b भइहाल्यो। अब अर्को पालो अनि sin b इन्टु sin a पहिला sin a अनि sin b sin a अनि sin b त्यसपछि अब sin b इन्टु sin b अनि प्लस माइनस माइनस यो sin b sin b sin स्क्वायर b ल। अब हेर्नुस् त माइनस sin a डट sin b अनि प्लस sin a डट sin b अनि यो माइनस पाछ यो प्लस मा छ यसलाई काट्दियौ बाँकी बच्यो यो अनि यो त्यही लेख्दियौ sin स्क्वायर a माइनस sin स्क्वायर b आन्सर भयो। अब सी नम्बरमा हेरौं सी नम्बरमा के रहेको छ सी नम्बरमा रहेको छ सी नम्बरमा पनि सजिलै रहेको छ अप्ठ्यारो छैन 2 cot a माइनस 3 tan b 2 cot a माइनस 3 tan b अर्को ब्रैकेट में रहेको छ 2 cot a प्लस 3 tan b। अब यसलाई पनि यो सँग मल्टिप्लाई गर्दियौ यो सँग मल्टिप्लाई गर्दियौ फेरि यो 3 tan b लाई यो सँग फेरि 3 tan b लाई यो सँग मल्टिप्लाई गर्दियौ। अब हेर्नु त 2 cot a भनेपछि 4 cot स्क्वायर a भइहाल्यो। अब यसलाई यो सँग 2 3 जा 6 अनि cot a अनि यो tan b। अब त्यसपछि यसको पालो सक्यो अब यसलाई योसँग पनि यसलाई योसँग पनि अब 3 tan b र 2 cot a भनेपछि 3 2 जा 6 अनि tan b सरी पहिला cot लेखौं त्यसपछि tan लेखौं सजिलो हुन्छ किनभने यहाँ cot पहिला लेखेको छ tan पहिला त्यही भएर पहिला cot र tan b लेखौं। त्यसपछि हेर्नुस् त अब 3 tan b र 3 tan b 3 3 जा 9 यो माइनस यो प्लस माइनस 9 tan स्क्वायर बीटा। अब 6 cot a tan b अनि माइनस 6 cot a tan b प्लस र माइनस यसलाई क्यान्सल गर्दियौ बाँकी बच्यो 4 cot स्क्वायर a माइनस 10 स्क्वायर बीटा अथवा माइनस यो 9 tan स्क्वायर बीटा भनेपछि यो बाँकी बच्यो यो र यो यहाँ र यहाँ आन्सर भयो। अब नेक्स्ट नम्बर डी मा रहेको छ sin अल्फा प्लस cos अल्फा फेरि मल्टिप्लाई मा रहेको छ sin स्क्वायर अल्फा माइनस sin अल्फा cos अल्फा प्लस cos स्क्वायर अल्फा रहेको छ। यो भनेपछि a क्यूब प्लस b क्यूब को फर्मुला हो जस्तै म यहाँ देखाउँछु तपाईहरुलाई a क्यूब प्लस b क्यूब को फर्मुला के हुन्छ भन्दाखेरि a प्लस b र a स्क्वायर माइनस ab प्लस b स्क्वायर। हेर्नुस् त a प्लस b भनेपछि a प्लस b यो a प्लस b रहेको छ a प्लस b अनि त्यसपछि स्क्वायर रहेको छ स्क्वायर छ माइनस ab भयो प्लस b स्क्वायर रहेको छ त्यही हो हामीले यसलाई मल्टिप्लाई गरेर आन्सर त्यही हामी लास्टमा निकाल्ने हो a क्यूब b क्यूब। अब हेर्नुस् त कसरी गर्ने
सबभन्दा पहिला यसलाई मल्टिप्लाई गर्दिउँ sin अल्फा इन्टु sin स्क्वायर अल्फा sin अल्फा sin क्यूब अल्फा भइहाल्यो अब योसँग sin स्क्वायर अनि बाँकी बच्यो cos अल्फा फेरि अब योसँग हेर्नुस् त sin भइहाल्यो cos स्क्वायर अल्फा त्यसपछि योसँग फेरि cos अल्फा अनि sin स्क्वायर अल्फा त पहिला sin स्क्वायर अल्फा अनि cos अल्फा भइहाल्यो त्यसपछि यो र योसँग पहिला sin अनि यो cos स्क्वायर sin cos स्क्वायर अल्फा अब लास्टमा यो cos अल्फा र cos स्क्वायर अल्फा रहेको छ र यसलाई मल्टिप्लाई गर्दिनु भयो भने cos क्यूब अल्फा भइहाल्यो अब हेर्नुस् त यो sin स्क्वायर अल्फा cos अल्फा यो अनि sin स्क्वायर अल्फा र cos अल्फा यसमा पनि स्क्वायर यसमा पनि cos यसमा पनि cos त्यसो भए यसलाई काट्दियौ किनभने यो माइनस यो प्लस रहेको छ त्यस्तै sin अल्फा cos स्क्वायर यहाँ मुनि sin स्क्वायर cos अल्फा यहाँ नपुगेर मैले तल लेखेको छु र यो मिल्यो कटिहाल्यो बाँकी बच्यो sin क्यूब अल्फा र प्लस cos क्यूब अल्फा sin क्यूब अल्फा र cos क्यूब अल्फा भइछ अब नेक्स्ट क्वेशन नम्बर 2 मा अब 2 मा रहेको छ सेम मल्टिप्लाई हो अघिकै फर्मुला रहेको छ यहाँ पनि cos थीटा माइनस sec थीटा माइनस cos थीटा अनि ब्रैकेटमा रहेको छ sec स्क्वायर थीटा अनि प्लस sec थीटा cot थीटा र cot स्क्वायर थीटा यो पनि यो माइनस वाला फर्मुलामा जान्छ कसरी जान्छ भने म देखाउँछु तपाईलाई फर्मुला a क्यूब माइनस b क्यूब को फर्मुला के भइहाल्छ a माइनस b अथवा a स्क्वायर प्लस ab प्लस b स्क्वायर हेर्नुस् त पहिला a माइनस b रहेको छ यहाँ पनि a माइनस b रहेको छ अथवा sec थीटा माइनस cot थीटा रहेको छ स्क्वायर अनि a प्लस b र प्लस अब a प्लस स्क्वायर प्लस ab अनि प्लस b स्क्वायर मा कन्भर्ट गरौँ त अब त्यसो भए हाम्रो लास्ट आन्सर a क्यूब माइनस b के आउँछ हेर्नुस् त a क्यूब माइनस b क्यूब जस्तै हो अथवा sec क्यूब थीटा र cot क्यूब थीटा रहेको छ त्यही हो यसलाई पनि मल्टिप्लाई योसँग र योसँग गर्ने फेरि योसँग र योसँग गर्ने अरु केही छैन त्यसो भए हामी गरिहालौं यो sec थीटा अनि sec स्क्वायर थीटा भनेको यसलाई मल्टिप्लाई गर्नु पछि यो sec थीटा र sec स्क्वायर थीटा sec क्यूब थीटा भयो अब यो रह्यो sec स्क्वायर अनि बाँकी बच्यो cot थीटा अब त्यसपछि लास्ट को sec थीटा र cot स्क्वायर थीटा sec थीटा र cot स्क्वायर थीटा भयो अब योसँग यो माइनस छ माइनस प्लस माइनस भइहाल्छ त्यसो भए पहिला sec लेखौं sec स्क्वायर थीटा cot थीटा sec स्क्वायर थीटा cot थीटा भयो नेक्स्ट मा फेरि अर्कोमा रहेको छ cot थीटा अथवा यो रहेको छ sec थीटा र cot थीटा पहिला sec लेखौं त्यसपछि cot स्क्वायर थीटा भइहाल्यो त्यसपछि cot थीटा र cot स्क्वायर थीटा भनेको cot क्यूब थीटा अब हेर्नुस् त sec स्क्वायर थीटा cot छ यहाँ पनि sec स्क्वायर थीटा cot छ र यो क्यान्सल अब sec थीटा cot स्क्वायर यहाँ छ sec थीटा cot स्क्वायर यहाँ ठीक छ अनि प्लस माइनस छ यो पनि क्यान्सल बाँकी बच्यो यो sec क्यूब थीटा र cot क्यूब थीटा त्यही sec क्यूब थीटा यहाँ अनि cot क्यूब थीटा यहाँ रहेको छ 2 पनि सक्यो अब हामी 2f लास्ट यो 2 नम्बरमा लास्टमा जाउँ लास्टमा रहेको छ यहाँ के रहेको छ भन्दाखेरि यो क्यूब मा रहेको छ यसलाई कन्भर्ट गर्ने अघिको सल्युसनको जस्ट अपोजिट अनि यसलाई मल्टिप्लाई गरे यो पनि यस्तै हो a क्यूब a स्क्वायर प्लस a स्क्वायर माइनस b स्क्वायर को फर्ममा जान्छ यो यसलाई मल्टिप्लाई गर्दियौ यसलाई मल्टिप्लाई गर्दा यो सेकेन्ड को सेकेन्ड ल 1 इन्टु 1 इन्टु cot a इन्टु 1 cot a अथवा माइनस यो प्लस माइनस भयो अनि त्यसपछि cot इन्टु cot अथवा माइनस cot a प्लस cot a माइनस cot स्क्वायर अब यो जस्ताको तस्तै भयो अब यो cot a प्लस cot a माइनस यसलाई क्यान्सल गर्दिनुस् बाँकी बच्यो यो 1 र यो cot स्क्वायर यो बाँकी बच्यो अब त्यसपछि यो 1 इन्टु 1 भइहाल्यो 1 इन्टु cot स्क्वायर ए भइहाल्यो त्यसपछि अब माइनस र प्लस cot स्क्वायर a इन्टु 1 cot स्क्वायर a भइहाल्यो माइनस भयो अनि यो माइनस cot स्क्वायर अनि प्लस cot स्क्वायर माइनस cot 4 भइहाल्यो अब यो प्लस cot स्क्वायर a र माइनस cot स्क्वायर a क्यान्सल गर्दियौ बाँकी बच्यो 1 माइनस cot 4a अब 2 नम्बरको सबै सक्यो F नम्बरसम्म अब हामी 3 नम्बरमा जाउँ 3 नम्बरमा के रहेछ हेरौं
3 नम्बरमा फ्याक्टराइज भएको छ sin स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा डट sec स्क्वायर थीटा। यसलाई फ्याक्टराइज गर्नुपर्ने हो। फ्याक्टराइज गर्दाखेरि यो दुईटामा मिल्ने भनेको sin छ। sin स्क्वायर थीटा कमन लिइहाल्नु। sin स्क्वायर थीटा कमन लिइसकेपछि यहाँ केही बाँकी बच्चन भने 1 हाल्दिनुस् र यो sin यहाँ निकालिसकेपछि बाँकी बच्चो sec स्क्वायर थीटा। यति त हो आन्सर, अरु केही गर्नु पर्दैन। अब 3b मा जाउँ। 3b मा रहेको छ cos स्क्वायर अल्फा माइनस tan स्क्वायर अल्फा। यो a स्क्वायर माइनस b स्क्वायर को फर्ममा लैजाउँ। a स्क्वायर माइनस b स्क्वायर को फर्ममा यसलाई a स्क्वायर मान्दियो, यसलाई b स्क्वायर, त्यसपछि a प्लस b र a माइनस b हुन जान्छ। त्यसैले एउटा a प्लस b र a माइनस b अथवा cos अल्फा प्लस tan अल्फा अनि अर्कोमा cos अल्फा माइनस tan अल्फा, एउटा प्लस एउटा माइनस, सकिहाल्यो फ्याक्टराइज। अब c नम्बरमा हेरौँ। यो त क्यूब को हो, मैले फर्मुला अघि नै लेखेर देखाइसके। यो a क्यूब माइनस b क्यूब को मा रहेको छ, त्यही फर्मुलामा लेख्दियौ। त्यसो भए a क्यूब माइनस b क्यूब को फर्मुला तपाईलाई थाहै छ। सुरुमा a माइनस b a स्क्वायर प्लस ab प्लस b स्क्वायर हुन्छ, त्यही फर्ममा। यो भनेपछि a, यो भनेको b, त्यसपछि a स्क्वायर प्लस ab प्लस b स्क्वायर sec a माइनस cos a अनि sec स्क्वायर प्लस sec cos प्लस cos स्क्वायर। यति त हो। ल त्यसपछि अब डी नम्बरमा जाउँ। डी नम्बरमा रहेको छ सजिलै रहेको छ। डी नम्बरमा पनि त्यही कन्भर्ट गर्नुपर्ने, a स्क्वायर b स्क्वायरमा कन्भर्ट गर्नुपर्ने। tan 4 बीटा अनि माइनस cos 4 बीटा र यसलाई स्क्वायर को स्क्वायर गरिदिनु अथवा 2 2 जा 4 भइहाल्यो। त्यही भएर tan स्क्वायर बीटा को स्क्वायर गरिदिनुपछि यो tan 4 बीटा के कन्भर्ट गरेको, यसलाई पनि त्यही हो, स्क्वायर को स्क्वायर गरिदिनुस् 4 भइहाल्छ। त्यसपछि a स्क्वायर माइनस b स्क्वायर भयो भने एउटा प्लस गरिदिनुस्, एउटा माइनस गरिदिनुस्, अथवा tan स्क्वायर बीटा प्लस cos स्क्वायर बीटा, tan स्क्वायर बीटा माइनस cos स्क्वायर बीटा भइहाल्यो, एउटा प्लस एउटा माइनस। त्यसपछि अब हेर्नुस् यो प्लसले जस्ता तस्तै छोड्दिनु, फेरि यो a स्क्वायर माइनस b स्क्वायर भयो। a स्क्वायर माइनस b स्क्वायरलाई फेरि a प्लस b र a माइनस b मा कन्भर्ट गरिदिनुस्। यो a प्लस b भइहाल्यो, a माइनस b अथवा tan बीटा प्लस cos बीटा, tan बीटा माइनस cos बीटा। ल अब 4 को डी पनि भएछ। अब अर्को नम्बरमा जाऊ। 4 को डी हैन, 3 को डी सकेपछि अब 3 को ई आयो। 3 को ई मा रहेको छ cos स्क्वायर बीटा प्लस 3 cos बीटा प्लस 2। यसलाई पनि फ्याक्टराइज गरौँ हामी। फ्याक्टराइज गर्दाखेरि हेर्नुस् त यहाँ 2 छ, 2 1 जा 2 अथवा 2 को फ्याक्टराइज भनेको 2 1 जा 2, 2 1 जा 2 अथवा 2 प्लस 1 गर्नु हो भने 3 भइहाल्छ। त यहाँ 3 छ, यसलाई नै हामी टुक्राइदेऊ। यो जस्ता तस्तै 2 cos बीटालाई सरी 3 cos बीटालाई 2 cos बीटा र प्लस cos बीटा भनेपछि दुईटा cos बीटा र एउटा cos बीटाले तीनवटा cos बीटा भयो। ए मात्र टुक्राउने हो, अरु जस्ता तस्तै राख्दिने हो। त्यसपछि यो दुईटाबाट यो र योबाट हामीले कमन के लिन सकिन्छ भने cos बीटा लिन सकिन्छ। त्यही भएर cos बीटा कमन लिए। यहाँ पनि cos स्क्वायर बीटा छ, यहाँ पनि cos बीटा छ। cos बीटा कमन लिएपछि यहाँ के बाँकी बच्यो, एउटा cos बाँकी बच्यो, यहाँ के बाँकी बच्यो 2, किनभने cos यहाँ लिइसक्यो। त्यसपछि यसमा पनि हेर्नुस् त, यसमा cos बीटा र यहाँ 2 के पनि छैन मिल्ने, के पनि मिल्ने भइसकेपछि हामीले 1 लिन मिल्छ। यसलाई पनि 1 ले मल्टिप्लाई गर्न मिल्छ, यसलाई पनि 1 ले मल्टिप्लाई गरे पनि त्यही 2 नै रहन्छ। यो यसलाई 1 ले मल्टिप्लाई गरे भने पनि cos बीटा नै रहन्छ। त्यसैले 1 ले 1 कमन लियो हामी, त्यही cos बीटा र प्लस 2 बाँकी बच्यो। यहाँ हेर्नुस् त cos बीटा प्लस 2 र cos बीटा प्लस 2 रहेको छ, सेम रहेको छ। यो अनि यो सेम र यहाँ लेख्यो cos बीटा प्लस 2, बाँकी रह्यो यो cos बीटा अनि प्लस 1 cos बीटा प्लस 1 भइहाल्यो आन्सर। ल अब एफ नम्बरमा जाऊ। एफ नम्बरमा रहेको छ 3 को एफ नम्बरमा 3 tan स्क्वायर डेल्टा प्लस 2 tan डेल्टा माइनस 8। अब 8 3 जा 24, 8 3 जा 24 भयो। हामीलाई चाहिन्छ 2 माइनस गरेर 2 अथवा 8 3 जा 24, यो 24 भयो 24 अथवा 24 का फ्याक्टर हो भने 6 4 जा 24 पनि भइहाल्छ, अथवा 6 बाट 4 घटायो भने 2 आइहाल्छ। त्यही हामीले 2 चाहिएको, त्यही भएर 6 बाट 4 घटाइदियो हामीले 2। 6 वटा tan डेल्टाबाट 4 tan डेल्टा घटाइदियो भने 2 tan डेल्टा भइहाल्छ। अब हेर्नुस् त यो जस्ताको तस्तै र यो जस्ताको तस्तै, यसलाई मात्र हामीले फ्याक्टराइज गरेको।
अब यो र योबाट हामी कमन लिइहालौँ यसबाट 3 लिन सकिन्छ 10 10 यहाँ पनि छ 10 डेल्टा लिन सकिन्छ 3 10 डेल्टा लिसकेपछि बाँकी एउटा 10 डेल्टा भयो यहाँ यसलाई 3 ले 6 लाई 3 ले डिभाइड गर्यो भने 2 बाँकी रह्यो त्यसपछि योबाट के लिन सकिन्छ भने 4 लिन सकिन्छ 4 लिहाले यो 10 डेल्टा यसलाई 8 लाई चाहिँ 4 ले डिभाइड गर्यो भने 2 बाँकी बच्यो अब त्यसपछि हेर्नुस् त यो अनि यो सेम भएछ 10 डेल्टा प्लस 2 10 डेल्टा प्लस 2 लेखिहाल्यो अब बाँकी रहेको 3 10 डेल्टा माइनस 4 भनेपछि यहाँ लेखिहाल्यो बाँकी एन्सर भइहाल्यो अब 3 को जी नम्बरमा हेरौँ अब 3 को जी नम्बरमा छ sin पावर 6a प्लस cos पावर 6a रहेको छ यसलाई पनि हामीले कन्भर्ट गरिदिउँ अथवा 2 पावर को 3 गरिदियो भने 6 भइहाल्छ 2 3 जा 6 भयो अथवा यो a क्यूब प्लस यो b क्यूब मा गयो a क्यूब प्लस b क्यूब लाई मा कन्भर्ट गरेको हामीले अनि a क्यूब प्लस b क्यूब को फर्मुला थाहै छ तपाईलाई पहिला a प्लस b र a स्क्वायर माइनस ab प्लस b स्क्वायर हुन जान्छ त्यही गरेको हामीले a प्लस b भनेपछि cos स्क्वायर a अनि cos स्क्वायर सरी cos स्क्वायर sin स्क्वायर a र cos स्क्वायर a a को ठाउँ sin स्क्वायर a b को ठाउँमा sin cos स्क्वायर a त्यसपछि a स्क्वायर भनेको sin स्क्वायर a अनि माइनस ab भनेको sin स्क्वायर a र cos स्क्वायर a त्यसपछि अब b स्क्वायर भनेको यो cos स्क्वायर b ल अब हेर्नुस् त यो जस्ताको जस्तै यो sin स्क्वायर को स्क्वायर भनेपछि sin 4 भइहाल्यो अनि sin स्क्वायर यो जस्ताको जस्तै भइहाल्यो cos स्क्वायर को स्क्वायर भनेपछि cos 4 भइहाल्यो यसरी चाहिँ एन्सर भयो अब H3G पछि H नम्बरमा जाउँ 3H मा रहेको छ sin 8 थीटा माइनस cot 8 थीटा रहेको छ यसलाई अब के गर्न सकिन्छ भन्दाखेरि यसलाई पनि स्क्वायर बनाऊ यसलाई पनि स्क्वायर अथवा 4 2 जा 8 यसलाई पनि 4 2 जा 8 अब a स्क्वायर माइनस b स्क्वायर भयो एउटा प्लस मा लेख्दियौ एउटा माइनस मा अथवा sin 4 थीटा प्लस cos 4 थीटा अनि अर्कोमा sin 4 थीटा माइनस cos 4 थीटा यसलाई जस्ताको जस्तै यसलाई पनि फेरि स्क्वायर गरौँ sin स्क्वायर थीटा को थीटा भनेपछि sin 4 थीटा भइहाल्छ यसलाई स्क्वायर यसलाई पनि स्क्वायर यो जस्ताको जस्तै अब यसलाई फेरि एउटा प्लस मा एउटा माइनस मा एउटा sin थीटा प्लस sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा sin स्क्वायर थीटा माइनस cos स्क्वायर थीटा भएछ अब यसलाई जस्ताको जस्तै अब यो sin स्क्वायर थीटा माइनस cos स्क्वायर थीटा लाई पनि a स्क्वायर माइनस b स्क्वायर अथवा a प्लस b र a माइनस b गरौँ यो जस्ताको जस्तै अब हेर्नुस् त एउटा sin थीटा प्लस cos थीटा भइहाल्यो फेरि एउटा sin थीटा माइनस cos थीटा भइहाल्यो यसरी चाहिँ 3 को h पनि भयो अब अर्को नम्बरमा हेरौँ अर्को अब 4a मा रहेको छ 1/sin a प्लस 1/sin स्क्वायर a प्लस 1/sin क्यूब a अब यसलाई चाहिँ हामी सबै डिनोमिनेटरलाई इक्वल पार्दैं अथवा यहाँ sin क्यूब छ यहाँ sin स्क्वायर छ यहाँ sin त्यसो भएले चाहिँ sin स्क्वायरले मल्टिप्लाई गर्दियौ sin क्यूब भइहाल्छ माथि पनि गर्दियौ यहाँ चाहिँ sin स्क्वायर छ sin क्यूब बनाउनु पर्ने sin a ले मल्टिप्लाई गर्दा माथि पनि यहाँ चाहिँ सधैं छ के नगरौँ अब माथि sin स्क्वायर a * 1 sin स्क्वायर a यो क्यूब भइहाल्यो यो sin a * 1 sin a यो क्यूब भइहाल्यो यो 1/sin क्यूब अथवा माथिको sin स्क्वायर a sin a र 1 भइहाल्यो डिनोमिनेटर सेम छ एउटा लियो यो आन्सर हो अब अर्को नम्बरमा हेरौँ 4b नम्बरमा रहेको छ sin स्क्वायर a माइनस cos स्क्वायर a बाइ sin a प्लस cos a भनेपछि यो स्क्वायर माइनस b स्क्वायर भयो एउटा प्लस मा एउटा माइनस मा a प्लस b र a माइनस b मा अब मुनि छँदैछ यो माइनस वाला मुनि पनि माइनस वाला छ माइनस वाला काट दिनुस् बाँकी बच्यो sin a प्लस cos a अब 4c मा जाउँ 4c मा रहेको छ 1/1 माइनस sin स्क्वायर a प्लस 1/1 प्लस sin स्क्वायर a अब यसलाई चाहिँ हामी के गर्नु पर्छ यसलाई पनि हामी डिनोमिनेटरलाई इक्वल अथवा यसलाई योसँग मल्टिप्लाई गर्दैं यसलाई योसँग मल्टिप्लाई गर्दैं हामी त्यही गरेका छ तल गरेपछि माथि पनि गर्नुपर्छ तल गरेपछि माथि पनि गर्नुपर्छ अथवा sin 1 प्लस sin स्क्वायर a मुनि पनि र माथि पनि अनि यो sin 1 माइनस sin स्क्वायर a मुनि पनि र माथि पनि अब यसलाई मल्टिप्लाई गर्दिनु भने सेम भइहाल्छ यो 1 सरी यो अनि माथिको 8 गर्ने हो माथिको 8 गर्ने यो त सेम भइहाल्यो अथवा 1 प्लस sin यो फेरि 1 अनि यो माइनस sin भइहाल्यो यो सेम भयो अथवा यो a स्क्वायर
a माइनस b अथवा a प्लस b रहेको छ a माइनस b र यसलाई b मान्दाखेरि a माइनस b र a प्लस b भयो अथवा a स्क्वायर माइनस b स्क्वायर भयो अथवा a स्क्वायर माइनस b स्क्वायर भनेपछि a स्क्वायर स्क्वायर छ भने पावर 4 गरिदिनुस् र sin स्क्वायर a प्लस sin स्क्वायर a माइनस sin स्क्वायर क्यान्सल भयो यो बाँकी बच्यो 1 र 1 2 भयो यो जस्ता त्यस्तै आन्सर भइहाल्यो। अब अर्को नम्बरमा अब बाँकी डिस्क्राइब अर्को भिडियोमा गर्नेछु। अब सल्युसन चाहिँ म तपाईहरुलाई सबै देखाउँछु सरक्क। अब सबै सल्युसनहरु रहेको छ मैले सबै सल्युसन गरिदिएको छु। अब बाँकी रहेको छ खाली डिस्क्राइब गर्न म अर्को भिडियोमा जरुर डिस्क्राइब गर्छु। आज धेरै टाइम छैन मसँग कृपया भिडियो चाहिँ रोकेर हेर्नु होला तपाईहरु पनि सक्नुहुन्छ सजिलै छ भिडियो चाहिँ रोकेर हेर्नु होला राम्रोसँग। एच नम्बरको अलिक मिस्टेक छ मुनि चाहिँ एच नम्बरको बनाइदिएको छु। भिडियो क्वालिटी छैन भने भिडियो क्वालिटीमा सेटिङमा गएर चाहिँ क्वालिटीमा हेर्नुस् एकदम क्लियर देखिन्छ भिडियो। र यो भनेपछि यो 4i नम्बरको रहेको छ। अब अर्को पेजमा हेर देखाउँछु म तपाईहरुलाई यो पेज बिग्रेको छ ल 4j मा हेर्नुस् त यो क्वेशन एकदम ध्यान दिएर हेर्नुहोस्। नबुझेकोमा कुनै अप्ठ्यारो लागेको छ भने कमेन्ट गर्नु होला र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। सबै सल्युसन मैले गरेको छु हेर्नु होला कुनै कन्फ्युज लाग्यो भने फेरि सोध्नु होला। म अर्को भिडियोमा चाहिँ अब यसको चाहिँ के भन्छ डिस्क्राइब चाहिँ गर्दिने नै छु। आज अलिकति टाइमको अभावले गर्दाखेरि गर्न सकिन। यहाँ एम नम्बरको सरी यो एल नम्बरको हो एल नम्बर पछि एम नम्बर यहाँ मुनि छ। भिडियो पज गरेर पनि तपाईहरुले हेर्न सक्नुहुन्छ राम्रोसँग। त्यसपछि अर्को नम्बरमा जाऊ। एन नम्बरमा ओ नम्बर पछि रहेको छ पी नम्बर जेड नम्बरसम्म रहेको छ। पी नम्बर पछि क्यू नम्बरको रहेको छ। क्यू नम्बर पछि यता मुनि आर नम्बरको रहेको छ। आर नम्बर पछि म तपाईलाई अर्को देखाउँछु एस नम्बरको। रोटी खाइछ खा और दो त खा एस टी नम्बर पनि हेर्नु होला। टी नम्बर पछि म अर्को पेजमा जान्छु। 3 नम्बर पछि अर्को पेजमा 3 नम्बरको बाँकी छ अलिकति हेर्नु होला। 3 नम्बर पछि यो नम्बरको यो नम्बरको अलिकति लामो छ। यो नम्बर पछि अब भी नम्बरको भी नम्बरमा हेर्नुस् कति भयो हकवा लाग्लो रोटी भी नम्बरको भी नम्बर डब्लु पनि हेर्नु होला। अब थोरै रहेको छ एक्स नम्बरको एक्स नम्बरको पनि यहाँसम्म कम्प्लिट भयो। अब वाइ नम्बरको हेर्नुस् अब जेड नम्बरको अलिकति लामो छ। भिडियो पज गरेर हेर्नु होला। अब ठिकै छ अब अर्को लेसनको पनि म भिडियो चाँडै नै बनाउँछु।
कस्तो लाग्छ कमेन्ट गर्नु होला। धन्यवाद।